तो दोस्तों अभी रात का 12:30 हो चुका है। तो अभी मैं खाना बना रहा हूँ। तो खाना तो खाना ही पड़ेगा गाइस। और सुबह भी अर्ली मॉर्निंग उठ के जाना है। बहुत हार्ड है गाइस, क्या करे। तो साथीहरू रातिको 12:30 भयो है। यति गुन्द्रुक निकालेको छु, घडीमा यतिकै छ। भात बसाएँ हो, अन्डा र आलु, किन भोलि बिहानको लागि सिधै भनेर हो। र यस्तो हुन्छ केयर गिभरको लाइफ चाहिँ। अब म चाहिँ रातिको 12:30 बजी खाना बनाएर खाँदैछु। अब खाने बेला पुरा भोक लागिरहेको छ मलाई, टाउको दुखेर केही छैन होइन। साथीहरू यहाँ चाहिँ बाइक छेउरी भन्छ, यहाँ हेर्नुहोस् व्हील चेयर लिएर आउँदैछु। ओ वाउ वाउ, बेसी दादा यस्तो हो जिन्दगी भनेको साथीहरू है। कहिले सुख दुःख को संयोग या फिर भोगाइलाई नै जिन्दगी भन्छ। र मेरो लुक्स हेरिहाल्नुहोस् कस्तो लाग्यो तपाईँहरूलाई है। म चाहिँ प्राय कपाल चाहिँ यसरी नै काट्ने गर्छु है। सो तपाईँहरूलाई आजको नयाँ भिडियोमा स्वागत है। जय सियाराम सबैलाई। र एकदम फेरि पनि दुःखको समाचार तपाईँहरूको लागि है। के भयो भन्दा चाहिँ रुबेन चाहिँ लास्ट इभिनिङमा चाहिँ बाथरुममा लडेर चाहिँ खुट्टाको प्रब्लम भइरहेको छ हो। अब छुट्टी जाउँ भनेको थिएँ, मेरो बहिनी स्वस्तिकाको प्रोग्राम छ। अब रुबेनको हालत यस्तो भयो, के गर्नुपर्ने होला साथीहरू हो। चलो भाइ, यहाँको लाइफ यस्तै हो। के गर्ने होला के नगर्ने होला। आज पुरा हावा चलिरहेको छ, वेदर पनि यस्तो छ। ग्यास चेन्ज गर्नु आउँछ यिनीहरू, हल्ला ग्यास चेन्ज गर्नु। ओह, मेरै घरमा जाँदैछ गाडी, यिनीहरू मेरै घरमा जान्छ अहिले। हेर्दै गर्नु साथीहरू, बाँकी डिटेल्स बताउँछु आजको है। यस्तो हुन्छ साथीहरू, रुबेनलाई हस्पिटल एडमिट। साथीहरू इजरायलको लाइफ त्यसै सजिलो छैन भने म तपाईँहरूलाई बार बार भन्ने गर्छु होइन। तपाईँहरूलाई यो हेयर कटको चाहिँ म भिडियो बनाएर देखाउनेवाला थिएँ। र त्यसै पनि म भोलि छुट्टी जाँदै थिएँ होइन। अस्ति सपिङहरू गरेको त्यसैको लागि थियो, भोलिकै लागि। तर भन्छु नि म तपाईँहरूलाई बार बार, हामी सबैलाई थाहा छ भोलिको दिन कसैले देखेको हुँदैन। हिजो मात्रै इन्सिडेन्ट भयो, मेरो इम्प्लोयरसँग बाजे लडेर लेफ्ट ह्यान्ड साइडको हिपमा प्रब्लम आएर अब सायद सर्जरी हुने कुरा गर्दैछ डक्टरले। धेरैवटा टेस्टहरू चेक गरेको छ। अब रिपोर्ट आएपछि के हुन्छ। र अहिले म हस्पिटलमा छु। रातिको ठ्याक्क 9 बजी होइन। र बिहान आएको केही खाइ छैन, किनभने बाजेलाई पनि खाली पेट राख्नु भनेको थियो। र यो खालको स्ट्रगलहरू हुन्छ क्या साथीहरू। यहाँ पैसा छ पकेटमा तर खानु पाउँदैन, किनभने आजको टाइममा इम्पोर्टेन्ट त मेरो काम हो नि त होइन। मैले कामलाई इम्पोर्टेन्ट दिनुपर्छ। रुबेनले मलाई, रुबेन र रुबेनको फ्यामिलीले, खास गरी उसको छोराले मलाई यति साह्रो सपोर्ट माया दिएको छ होइन हिजोको दिनमा। मेरो फ्यामिली हुँदा यहाँ कति सपोर्ट दिइरहेको छ, यति धेरै माया दिएको छ। र आफैले पनि केही दिनुपर्छ क्या यतिखेर। सबै हरेक जग्गा पैसा पैसा मात्रै हेरेर हुँदैन। र भोलिको जुन छुट्टी थियो मेरो बहिनी स्वस्तिकाको चाहिँ भोलि सिन्दुर पोते हुन गइरहेको छ होइन। टेलिभिजनमा धेरै अनफर्चुनेट भयो बहिनी, सरी है। मैले अलरेडी मेसेज पनि गरेको छु। कसरी छोडेर जानु होइन बाजेलाई, किनभने आज जे पनि छ मेरो फ्यामिली भनौँ, मेरो जो पनि भनौँ, गड फादर जो पनि हो रुबेन हो। र उसलाई यो अवस्थामा छोडेर जानु सकिनँ। एकदमै दुःखी छु। के प्लान बनाएको के हुन्छ। लास्ट टाइम पनि मैले मेरो फ्यामिलीलाई जेरुसलेम होइन, प्यालेस्टिन पर्छ त्यो जग्गा होइन, बेथलेम लगेर गएको थियो होइन। बेथलेम सेम कन्डिसन भयो, त्यति बेला लडेर बाजेको अनुहार बिग्रियो। तर यो पालि चाहिँ बाजे लडेर बाजेको हिपमा प्रब्लम आएको छ।
डिस्लोकेट भयो या फिर ब्रोक भएको छ उसको बोन होइन, त्यो अब केही छिनमा रिपोर्ट आउँदैछ साथीहरू, के गर्ने यस्तै छ, गाह्रो भयो। नर्सहरूले चाहिँ खाना दिनुभयो बिचराहरूले होइन मेरो अवस्था देखेर, किनभने कपाल काटेर खुसी भएर दामी भिडियो तपाईँहरूसँग म ल्याउन चाहेको थिएँ, तर अनफर्चुनेट बिमारीको भिडियो लिएर आउनु पऱ्यो होइन। यस्तो छ अवस्था हस्पिटलको होइन, म पेसेन्टलाई देखाउँदिनँ, देखाउनु मनाइ छ, यस्तो छ है। र अब म चाहिँ बिहानबाट राम्रोसित केही खाएको छुइनँ, जेसुकस यो खाने हो है। अन्त रुबेनलाई पनि खुवाउँछु। ल साथीहरू हेरिहाल्नुहोस् है, कति सन्नाटा छाइरहेको छ घरमा होइन, किनभने रुबेन छैन। र समय हेर्नुहोस् कति बज्यो, 12:15 र बिहानखेरि गएको र यस्तो यति बेला फर्काइ भयो होइन। तर मलाई हुन्छ नि दुःख मन लाग्दैन क्या, तपाईँहरूको लागि चाहिँ म भन्न चाहन्छु यो खालको पनि परिस्थिति आउँछ इजरायलमा होइन, यसरी पनि खट्नुपर्छ हो। र म आफूलाई प्राउड फिल गर्छु, मैले केही गरिरहेको छु मेरो रुबेनको लागि होइन, किनभने आज म इजरायलमा बसिरहेको छु, हजुरहरूसित केही जानकारी यहाँको कुराहरू तपाईँसँग राख्नु पाइरहेको छु भनेदेखिको रुबेनले गर्दा हो। सो गाइस अभी आप लोगों ने देखा 12 बज चुका है रात का, 12 बज के भी ज़्यादा। अभी मैं खाना बनाऊंगा। सबसे पहले दिन भर मैंने जो हम लोग खाते हैं चावल वो खाए नहीं, वहाँ पे बस ब्रेड वगैरह खाया, उसके बाद कुछ समय भी नहीं मिला कि मैं बाहर जाके खाऊं रेस्टोरेंट वगैरह में। तो ये सब चीज़ रहता है दोस्तों, इतना आसान नहीं, मैं इसीलिए बार बार आप लोगों को बोलता हूँ यहाँ का ड्यूटी कब क्या हो जाए कुछ मालूम नहीं। अभी देखो घर पे सन्नाटा है, क्योंकि वैसे भी रात का 12:15 हो चुका है। तो एक तो रुबेन नहीं है, बहुत दुखी हूँ उस बात के लिए, बहुत गिल्ट फील करता हूँ। कहीं ना कहीं मेरा जो 2-3 मिनट का जो समय था ना, उसके वजह से ये सब हुआ, कहीं ना कहीं ऐसा लगता है। मगर होने को कौन टाल सकता है, जो कि होना ही था। तो कल जो वॉशरूम में जो भी घटना हुआ उसके लिए अपने आप को कहीं ना कहीं मैं जिम्मेदार मानता हूँ, क्योंकि इतने समय से मैं जब भी रुबेन को मैं वॉशरूम लेके जाता हूँ उसके सामने में बैठ के उसका जो भी एक्टिविटीज है वो सब देख के मैं ख़त्म करके उसको बाहर निकालता हूँ। मगर कल क्या हुआ, उसको मैंने जब वॉशरूम पे रखा तो फटाक से मैं बाहर आया, क्योंकि मैं लैपटॉप में कुछ काम कर रहा था। तो मैंने बस उसी चीज़ को देखने के लिए आया था। विदिन 2-3 मिनट्स में मैं इधर आके जैसे देखा उधर रुबेन गिर गया जमीन पे, फिसल गया। वैसे तो मैंने उनको टॉयलेट में रख के, टॉयलेट पैन में रख के आया था, तो उनको मैं बोला भी था। तो ये एक डिमेंशिया पेशेंट जो है ना, दिमागी तौर से सही नहीं रहता, इन लोगों का अप्स एंड डाउन होता ही रहता है। तो कहीं ना कहीं अपने आप को भी मैं कसूरवार ठानता हूँ, तो ऐसा हो गया, क्या कर सकते हैं। अब सर्जरी है तो कल सुबह भी जल्दी जाना है। देखो गाइस अभी कब खाना बनाऊंगा, कब खाऊंगा, ये सब लाइफ रहता है दोस्तों। तो इसीलिए मैं बोलता रहता हूँ इतना आसान नहीं है। अगर आप लोग जब भी आते हो फिजिकली मेंटली फिट होके आना, नहीं तो इजराइल में बहुत टफ है और बहुत गिल्ट फील कर रहा हूँ। कल मेरा प्रोग्राम था, अभी मैं आते वक्त गाल के साथ आया, बेटे के साथ, तो उन्होंने बोला था अगर तू जाना चाहता है तो जा सकता है, मैं टैक्सी का जो भी पैसा लगेगा मैं वो दे दूंगा। मगर दोस्तों आज के तारीख पे ना जो पार्टी है ना, वो एक तरीके से इम्पोर्टेंट है जाना वहाँ पर। मेरा भले खुद का बहन नहीं न, मगर वो मेरा अपना ही बहन की तरह है। मुझे इतना प्यार और सपोर्ट और सम्मान देते हैं, मगर क्या करें आज के तारीख पे उस पार्टी को थोड़ा पीछे धकेल के जो रुबेन का कंडीशन, रुबेन को फर्स्ट प्रायोरिटी देना बनता है ना। तो इसीलिए सॉरी स्वस्तिका, और कल मैं नहीं आ पा रहा हूँ, बहुत दुखी हूँ, सॉरी। तो साथीहरू यही चिजहरू हुन्छ होइन, कतिपय केही पाउन केही गुमाउनु पर्छ। आज रुबेन इम्पोर्टेन्ट छ, जो बहिनी स्वस्तिकाको प्रोग्राम छ त्यहाँ त मैले जानु पर्थ्यो। लास्ट टाइम जब मैले सपिङ गरेको थिएँ नि होइन, राति तपाईँहरूलाई देखाएको थिएँ, एडिडासको सुजहरू किनेर ल्याएँ मैले, भोलिको लागि थियो क्या। भोलिको जुन इम्पोर्टेन्ट डे छ
उसको लागि थियो। तर अनफर्चुनेट भयो कि म त्यो पार्टी इन्जोय गर्नु एटेन्ड गर्न सकिनँ, किनभने आजको तारिकमा इम्पोर्टेन्ट हेर्नु पऱ्यो र प्रायोरिटी दिनु पऱ्यो भने रुपेनलाई दिनुपर्ने हुन्छ र त्यसै कारणले गर्दा म जानु सकिनँ साथीहरू है। तपाईँहरूलाई धेरै कुरा देखाउन चाहन्थेँ र भेरी अनफर्चुनेट रह्यो। छोराले जा त भन्दै थियो, म ट्याक्सी पनि गरिदिन्छु, जानु आउनुको गाडी भराइदिन्छु भन्दै थियो। तर अब होइन, मनले दिँदैन नि त हो, मलाई यति माया र सपोर्ट सम्मान दिन्छ यो छोराले। र म यस्तो धर्म सङ्कटमा परेन, पार्टीलाई बहिनीको जुन प्रोग्राम छ त्यसलाई चुज गर्नु कि यता चुज गर्नु, बहुत धेरै सोचेँ, टाउको पनि दुख्यो होइन। र मैले फाइनल्ली मैले रुबेनलाई चुज गरेको छु। र तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस् होला है। मैले ठिक गरेँ गरिनँ है त। आजलाई चाहिँ राख्छु। म बहुत इमोसन पनि भइरहनु आज होइन, दिनभरि हस्पिटलमा रुबेनको जुन प्रकारको अवस्था देखेँ बहुत दुखी भएँ। यही हुन्छ क्या यहाँको काममा चाहिँ, स्टार्टिङ फेजमा चाहिँ गाह्रो हुन्छ र गर्नु मन लाग्दैन, तर गर्दै गएपछि रस भिज्दै जान्छ यो काममा होइन। एउटा इमोसनल एट्याचमेन्ट हुन्छ हाम्रो। र जब यो खालको परिस्थिति आउँछ नि, भित्रैबाट हामी इमोसन भएर आउँछौँ। यो जो मान्छेले भोगेको छ, जो मान्छे पुरानोहरू हुनुहुन्छ उहाँहरूलाई थाहा छ। र तपाईँहरूलाई आउँदै हुनुहुन्छ भने चाहिँ यो कुराहरू विचार गरेर आउनु होला भनेर भन्न चाहन्छु। आजलाई शुभरात्रि। अब म चाहिँ खाना बनाउने हो होइन, फटाफटी खानु त पऱ्यो साथीहरू। आज 12 बजी चाहिँ खानुपर्छ, भोलि बिहान म खानु सक्दिनँ। र आजलाई चाहिँ राख्दैछु है त। फेरि भेट्नेछौँ अर्को ब्लगमा। बाई, गुड नाइट, शुभरात्रि।